सर्वप्रथम त गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरूलाई बधाई, किनकि उहाँहरूले आधिकारिकता पाउनु भयो, यसलाई बधाई छ। अब उहाँहरू बिस्तारै चाहिँ सरकारलाई प्रश्न गर्न जुर्मुरायो कङ्ग्रेस भन्ने कुरा आछ। तपाईँहरू चाहिँ नेपाली काङ्ग्रेस भनेको यो सरकारको सबैभन्दा ठुलो प्रतिपक्ष तपाईँहरू नै हो सङ्ख्याको आधारले के। अनि नेपाली कङ्ग्रेस नै चुपचाप बस्दिने, एकदमै साइलेन्ट बस्दिने हो भने लोकतन्त्र मरेन त? लोकतन्त्र मर्न दिनु हुँदैन होइन। हर्क साम्पाङ अहिले नेपालको इमर्जिङ फोर्स हुन्, उनले बोलेको कुरा मान्छेले सुन्छन्, ठिक छ होइन। नेकपा एमाले छ त्यहाँ होइन, त्यसपछि ज्ञानेन्द्र साई राष्ट्रिय प्रजातन्त्र पार्टी छ। तर सङ्ख्याको आधारमा टेबलै ठटायो भने पनि सबैभन्दा बढी आवाज ठटिने भनेको त प्रतिपक्षबाट त कङ्ग्रेसको हो नि त। त्यो भएर कङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निभाओस् के है। चुपचाप बस्ने, लुक्ने, डर्ने त्यस्तो नगरोस्। नेपाली कङ्ग्रेसका साथीहरूलाई यही नै आग्रह होइन, आफ्नो नेतृत्वलाई चाहिँ यो डराउने काम नगर्नुहोस् तपाईँहरू। किनकि यो हामी नेपाली कङ्ग्रेस देशद्रोही हो त होइन नि त। नेपाली कङ्ग्रेस पनि देशलाई बनाउँछु भनेर आएको पार्टी हो। यिनीहरू चाहिँ चुपचाप बस्ने अनि शान्त बस्ने, ध्यान बस्दिनु त भएन नि त। त्यही भएर अब तपाईँहरू ध्यान बस्नु भएन, तपाईँहरू खबरदारी गर्नु। सामाजिक सञ्जालमा जतिसुकै नराम्रो प्रचार गरे तापनि नेपाली कङ्ग्रेस चाहिँ नेपाली समाज यो अवस्थामा पुग्नुको ठुलो भूमिका चाहिँ छ है। यसमा चाहिँ बिपी कोइराला, मातृका प्रसाद कोइरालादेखि लगेर गिरिजा प्रसाद कोइरालाहरू होइन, इभन शेरबहादुर देउवा होइन, मान्छेलाई अहिले भन्ला नि शेरबहादुर देउवा यस्तो उसको पनि देन चाहिँ छ के होइन। त्यत्रो खुकुरीले कुटाइ खाएको छ, त्यसको श्रीमतीले कुटाइ खाएको छ, तर उसले कसैलाई प्रतिप्रश्न गरेन कि। नेपाली कङ्ग्रेसमा भएको सुन्दर पक्ष भनेको त्यो हो कि है। त्यही भएर नेपाली कङ्ग्रेस फेरि जुर्मुरायो भन्ने कुरा छ, यो कुरा राम्रो कुरा हो।